हिजो यहाँ यो हामीले सकेसम्म सुनको के अरे गजुर भएको शिव मन्दिर जस्तैमा चाहिँ उहाँलाई राख्ने भनेको छौँ। उहाँले पनि स्वीकार दिनुभयो, त्यस्तै पनि झन् राम्रो भयो। अब हिजो हामी बाटो मात्रै आइपुग्यौँ, आज चाहिँ हामी खास टुङ्गोमा पुग्न आँट्यौँ। त्यसले गर्दाखेरि अब यहाँ बसेर हिजो एक रातको लागि मात्रै हजुरहरूसँग बिन्ती गरेको थियौँ, बसाउने गरेको थियौँ। अब चाहिँ यहाँदेखि उठेर हामी अर्को ठाउँ अब के अरे ठाउँमा जाने हिँड्दै जाने। अब जाँदाखेरि हामीले जुन हाम्रो उद्देश्यले आएको छौँ त्यहाँ पुग्नुको लागि चाहिँ यहाँलाई फेरि पौकाष्ट गर्नुको लागि हामीले अनुरोध बिन्ती गऱ्यौँ होइन, के कसो छ। त्यसले गर्दा उहाँले स्वीकार्नु नै हुन्छ होला हाम्रो अनुरोधलाई। यहाँ बिचमा हिजो आजसम्म यहाँलाई केही कमी कमजोरी भुल गल्ती भयो भने माफ माया गर्दै सुधार गर्दै जाउँ होइन। ठिक छ, हुनसक्छ। अब मनुष्य जान्ने भइहाल्छ नि एउटा ठिकै छ हजुर।
एकछिन लाग्छ ल पूजा गरेर अब अभिषेक यो एकछिन राखौँ न यो कलशको पानी यसो गर यो त्यो लोटा उचाल उचाल्न उचालेर होइन कलशै उचालेर हो यसो घुम्नु दाहिनेतिरबाट घुम्ने ठाउँ पनि बनाइदिनु न घुमाएर हो त्यो पानी पकाउँदै पानी यसो चुहाउँदै पानी चुहाउँदै यसो दुई हात तीनचोटि होला यो कलश यो कलश घुम्नेलाई छाता मारौँ मार्दैन मार्दैन अहिले मारौँ अहिले छाता मारौँ न छाता खोल राखिदिनुहोस् न हुन्छ राम्रो एकदम आगो त नाति हुने गरी हो त बाँधेको भनिहाल्नुहोस् त खुट्टामा है गरे भित्र आउँदा पनि गर्छ दही पहिला अब उता
जानु है दिदी उता जानु न तपाईले यहाँ लिइसक्यो हो यता अब एकछिन भित्र पस्न नसिक होइन एकछिन नमार्नु पर्छ एकछिनमा उचालेर लानुपर्छ होइन नि मोबाइलहरू हुन्छ बिग्रिन्छ नि चिसो लाग्छ अहिले त मोबाइलहरू हुन्छ भिजेपछि दिदीहरू सबै छुई गर्नु त लाग्छ फाइदा फर्केर छुई गर्नु न हौ